केही समय पहिला एउटा युवतीको कथा हेरेँ। एउटा बिजनेसम्यान बन्ने योजना लिएकी युवती अकस्मात डक्टर बन्नुपर्ने अवस्था आउँछ। एउटा उनको जीवनमा घटना घट्छ। अनि उनी डक्टर बन्नको लागि हप्तामा जम्मा 10 घन्टा सुत्छिन्। अनि उनी एउटा डक्टर पनि बन्छिन्। अनि मलाई पनि लाग्यो हप्तामा 10 घन्टा सुतेपछि त मात्र 10 घन्टा सुत्ने हो भने त प्रगति हुँदो रहेछ। अनि मैले हप्तामा जम्मा 10 घन्टा सुत्न थालेँ। मैले त्यो कुरा त फलो गरेँ जुन उनी 10 घन्टा सुत्छिन्, तर बाँकी समय जुन उनले एउटा प्रगति गर्नको लागि अध्ययन गरिन्, पढिन् नि, मैले त्यो गरिनँ। के भयो, फगत 10 घन्टा मात्र सुत्नु बाहेक अरू कुनै उपलब्धि भएन। अनि के भयो, त्यसको नकारात्मक असर पर्यो। म कमजोरी हुँदै गएँ, म झन् रोगी हुँदै गएँ।